गाडी बुढी हाल्नु त गरेपछि खानै पर्यो। यो प्राकृतिकले दिएको चिज होइन, खाउँ रमाउँ है, स्वास्थ्य बनाऊ ल। दिदीले मिठो मिठो अचार बनाएर दिदीलाई खुलाउँछ, हजुरलाई हेनालाई खुलाउँछ क्या। ओ फेरि मिठो छैन। साथीहरू वेलकम छ मेरो युट्युब च्यानलमा। र आज हामी जङ्गल जाँदैछौँ। ए अब सालीहरू छन् यतातिर, बुढीहरू छन्, घाम छ एकदम। को हो ल यता यता के पाइन्छ जानेछौँ भने चाहिँ पछि त्यहाँ गएपछि थाहा हुन्छ। कालो न्युरो, अनि त्यसपछि नाम भन न के पाइन्छ। गएपछि थाहा हुन्छ, तपाईँहरूले गएपछि थाहा पाउनुहुन्छ हामीले के खोजेर। र हाम्रो चाहिँ अलिकति 1-1.5 घन्टाको बाटो छ अरे। म पनि पहिलोचोटि जान थालेको छु। धेरै छ, ठिकै छ। पहिलो अनुभव हो मेरो चाहिँ यता ससुराली आएर। ल के देख्नुभयो बुढी तिमीले? माइजरको करेला अरे। आमामा आँखा नलागोस्। देखेछु बुढी, देखेछु के। ल ठिक छ। सर यता मकै छ अनि यो बाटो जाँदैछ। हामी माइलीलाई वेट गर्दैछौँ। हामी कहाँ जाँदैछौँ? गुरुबा टिप्न। गुरुबा खै गुरुबा भन्छ, गुरुबा भन्नुहोस् त हजुरले। आउँदैन मलाई त। यसलाई ढाइगन पनि भन्छ, ढाइगन मगर भाषामा ढाइगन भन्छ। खसकुरामा गुरुबा भन्छ। फेरि एकछिनपछि सोध्नुपर्छ, अर्कै शब्द निकाल्छ अरे। गुरुबा भन्थ्यो कि मैले तिमीलाई। माइली देखाइदेऊ रे। कति टाइम लाग्ने किसान कुटेर बसेको र त्यही भएर टाइम लाग्यो नि। काँचो आँप लिएर आएको छ। यो त एकदम गुलियो हुन्छ नि। गुलियो हो र पाकेकै हो। जहाँ भने त्यही घुम्न पाहाडे। अब यहाँ आज दुईटा सालीसँग बुढीसँगको यो यात्रामा छु म जङ्गलमा है। स्याउ के ल्याउँछु भनेको के अरे जाँदैछौँ। के पाउने हो होइन थाहा छैन। यही हो। यसलाई के भन्छ बुढी? गुरुबा। मैले यो अझ मोटो नि हुन्छ होइन। मैले हिजो कि अस्ति एउटा भिडियो देखेको थिएँ टिकटकमा। मोटो हुन्छ अझै होइन। ठिक छ। 3 बहिनीले टिप्दै हिँडेका छन्। सानो मात्र रहेछ होइन। कान्छी देखाइ। कान्छीले टिपेको ल ठिकै छ, खानेको हो। त्यहाँ छ कान्छी हान्दैछ नि। यहाँ मैले सुरुवात गरेँ। यहाँ कान्छी हजुर ओके। कान्छी म यता गएँ। हाम्रो माइलीले हो कि केही पनि नदेख्ने हेर न। माइलीले
राम्रो भेटाइरहेको छु झन् ल ल ल ल ल्याउनु शीतल हावा रहेछ त्यसो ल कान्छी पनि उतातिर खोज्दैछन् सालीको पछि आइयो खुसी लागिरहेछ कति वर्ष या महिना पछि आइयो वर्षमा यो एकचोटि फल्छ होइन के हो ए ए यो 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 ए भनेपछि यो फक्रेपछि बल्ल देखिने होला होइन अनि कति छाक भयो यो हेर्दाखेरि 2 छाक जति भयो होला बल्ल यो ओइलिन्छ नि त नि ए ल ठिक छ ओइलेर अनि बल्ल कति टिप्ने कति खाने हो कति खाने हो गरेपछि खानै पर्यो के डाइरेक्ट बुढी हाल्नु त गरेपछि खानै पर्यो यो यो फक्रेपछि चाहिँ होइन यस्तो हुने रहेछ क्या यो कलिलो रहेछ क्या यत्तिकै होइन देखेछ अरू केही छ छैन अब त्यहाँ उसको नाम के अरे बुढी गुरुबा गुरुबा चाहिँ आज हामी टिप्दैछौँ हेर्नुहोस् यो म पहिलोचोटि आउँदैछु यो जङ्गलमा होइन यो खानेकुरा पनि पहिलोचोटि देख्दैछु र नाम पनि पहिलोचोटि सुन्दैछु बुढीले भनेको चाहिँ यो मिठो हुन्छ अरे एकचोटि चाखेपछि तिमी पल्किन्छौ भन्दै थियो पल्किन्छु पल्किँदैन थाहा छैन त्यो चाहिँ आफ्नो ठाउँमा छ तर यो पकाएपछि चाहिँ चाख्न बाँकी छ अहिले भने हेर्नुहोस् हामी खोलामा छौँ र यो प्राकृतिकले दिएको चिज अझै यहाँ पनि छ देखाइदेऊ ल यो प्राकृतिकले दिएको चिज होइन खाउँ रमाउँ है स्वास्थ्य बनाऊ ल ठिक छ ल ल ल मिलाऊ मिलाऊ अलिक सानो सानो काटो न अब न्युरो टिप्दैछु म यो चाहिँ आजको पहिलो सुरुवात भएको छ देख्न सक्नुहुन्छ एउटा काली न्युरो भन्छ अरे अब हामी न्युरोतिर जान्छौँ मैले पनि यो पनि न्युरो हो यो खालको न्युरो यस्तो ओ जनताहरू उतातिर देख्न सक्नुहुन्छ अब जनताहरू चाहिँ सट्टीमा लुकाउँदै गएका छन् पानीको बोतल लैजाउँ न ती पानीको बोतल त छ ठाउँमा राखेर जाँदैछ भयो 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 बाँदरले पनि देख्दैन अब भित्रै यहाँ भने न्युरो खालि न्युरो यही हो नि बुढी यस
टिप अघि भन् लुका टिप न टिप ओए मारौला है मारौला आत्महत्यामा नाम आउला फेरि उता कान्छे त्यही त हार कान्छी डाँडा काँडा चढी चाहिँ मामा सिरिले टिप्नु भयो मामसी धेरै नटिप्नु फेरि वाक्क हुन्छ मामा धेरै टिप्नुहुन्न भूमि आउँछ क्या ए टेन्सन छैन जङ्गल आएपछि खानलाई टेन्सन छैन क्या कोहीतिर त कोही ठाउँमा यति ठुल्ठुलो कति दाम लाउनु पाउँछ कि एकैछिन विश्राम गर्न थालेछु कस्तो भएको छ कान्छी हो र मलाई त खासै पुगे जस्तो लाग्दैन तिमीलाई कस्तो लाग्यो बुढी के अनुभव खुसी लाग्यो कि खुसी लाग्छ यहाँ आउनु पाउँछ आफ्नो माइतको त कुकुर पनि प्यारो भन्थ्यो के अरे वर्षमा आउँथ्यो मेरो त 2-3 चोटि कुकुर पनि प्यारो भन्थ्यो अब के भन्दैन कुकुर भन्दा त सागै प्यारो हाम्रो माइली भाइलाई के भन्नु छ के सन्देश छ भाइलाई केही पनि छैन बहुत मिस गरिछु भन न गरे छैन हामीलाई मनी चाहिए भा भयो भने चाहिँ क्या हो के भन्दैन हार भरत भाइ धेरै मिस गरिछु मेरो साइड भाइ तिमी र म भएको भाइ यहाँ अब सँगै बसेर बियर खानुहुन्थ्यो ए भण्डारीलाई त के जिस्काउनु भण्डारीको अझै भएको छैन फिक्स ल ल ल खास ये त छैन गुबी नै ए उस पो ह नलाने ल ल कता पनि छ अरे अर्को दोकानसित राम्रो छ अचार खान्छौँ दिदीले मिठो मिठो अचार बनाएर दिदीलाई खुलाउँछ हजुरलाई हेनालाई खुलाउँछ के फेरि मिठो छैन भने बर्बाद हुन्छ फेरि कति मिठो हुन्छ हो एकदम दिदी के दोकान यतातिर आउँछ अब भेनातिर फेरि गुल्टिन थाल्यो सकिल अनि त्यहाँ उता उसमा उयो यो कार्टन बोतल कहाँ मैले राखेँ उता हो क्या अरे गाजी ओ भाँच्चे अरे कान्छी तर्सेर गएको छ उतातिर बहादुर महिला
कता कता घुमा छ हामीलाई वन मान्छेलाई चाहिँ घुमा यहाँ चाहिँ तामा भक्क हाल्दैछ यतातिर यो हाम्रो हो पहिला पहिला हाम्रो पुस्ताहरू यतातिर आएर बसेको थियो क्या हो कि त्यही भएर पुरा यहाँ किरा छ बाँस छ सबै कुरा छ क्या बहुत गाह्रो छ तीन बहिनीले मलाई घुमाछन् जङ्गल जङ्गल फाइनली चाहिँ हामी पानी खाने ठाउँमा आइपुगेका छौँ यतातिर हल्का साग गर्दैछन् अनि यता भने हाम्रो कान्छीले पानी चढाउ है पानी सर्दै हेर्नुहोस् पानी सधैँभरिलाई एउटा पत्ता राखेको सजिलो हुन्थ्यो नि चिसो छ ल अब नास्तामा भने हाम्रो बुढीहरूको चटपटे फेभरेट हमारी फेभरेट आपका फेभरेट लिची जुस यो चाहिँ लिची जुस हो मलाई चाहिँ यो साडु माइला भाइले पठाइदिएको युरोपबाट माइला भाइले धेरै माया गर्छ क्या यो जेठा दाइलाई पठाइदिनु पर्यो भन्दै थिएँ फ्रुटी उहाँको एकदम अर्ग्यानिक हो है खानै पर्यो होइन के हो कान्छी चापिने लाएर ल्याऊ के हो हाम्रै बुढी यस्तो छोरा मान्छे यस्तो एउटा कान्छी छोरी मान्छे त्यस्तो अहिले त म दिदीलाई दिन्छु दिदी पनि मर्दा हो कि बुढी त देखाइदेऊ खानेकुरा अब हाम्रो मेरो मात्र होइन फेरि सबैको देखाएको मात्र है यता फुर्ती देखाइदियो बुढी फुर्ती ज्यानले बताउँछ कि मरन्न 3 बहिनी भर्सेस 1 बेना ल